नमस्ते, म विशाल राज। तपाईँ हेर्दै हुनुहुन्छ टिचिङ कोर्स युट्युब च्यानल। आज म्याथको समूह सम्बन्धी एउटा क्वेसन लिएर आएको छ, जुन चाहिँ एसई 2074 सालमा सोधिएको क्वेसन हो। जस्तै अब पहिला क्वेसन पढौँ। एउटा नगरपालिकाको चुनावमा यम र एन दुई उम्मेदवारहरू मेयर पदका लागि उठेछन् र त्यहाँ मतदाताको सूचीमा 30,000 जना रहेछन्। मतदाताले एकजनालाई मात्रै मत खसाल्नु पर्ने थियो। 15,000 जनाले यमलाई, त्यस्तै 12,000 जनाले यनलाई र 2,000 जनाले दुवैलाई पनि मत दिएछन् होइन। जस्तो भनेको यम र यन दुईजना उम्मेदवार छ, कुनै पनि एउटा नाम भनौँ न, यम र यन नाम गरेको त्यो उम्मेदवार चाहिँ मेयर पदको लागि उठेका छन् होइन, जसमा चाहिँ मतदाताहरूको सूचीमा चाहिँ 30,000 जना मान्छेहरू रहेका छन् भने र मतदाताको एकजनालाई मात्रै मत खसाल्नु पर्ने थियो। अब दुईटामा यम र यनलाई त कि यमलाई जिताउनु पर्यो कि यनलाई जिताउनु पर्यो होइन। त्यो दुईटामा एउटालाई मात्रै मत खसाल्नु पर्ने थियो र 15,000 जनाले चाहिँ यमलाई, 15,000 जनाले चाहिँ यमलाई भोट हालेछन्। त्यस्तै 12,000 जनाले चाहिँ यनलाई भोट हालेछन् र दुईटालाई भोट हाल्ने चाहिँ 2,000 जना छन् होइन त। भनेपछि यी जानकारीलाई भेन चित्रमा प्रस्तुत गर्नुहोस् भनेको छ 1 नम्बरमा। र आइमा कतिजनाले मत खसालेछन्, मतलब जम्मा मत खसाल्नेको सङ्ख्या कतिजनाले चाहिँ मत खसालेनन्, नखसाल्नेको सङ्ख्या पत्ता लगाउनुहोस् भनेर। अब यतिजना यहाँ दिएको मत खसालेको मध्येमा कतिजना चाहिँ मत खसालेनन् त्यो पत्ता लगाउनु भन्छ र कति मत सदर भयो भनेको भ्यालिड भयो। ठिक छ, सदर बदर भनिन्छ नि, सदर कति मत चाहिँ सदर भयो भनेर चाहिँ। अब हामीले सोल्युसन के गर्नु, जम्मा यहाँ 30,000 जना भने चाहिँ जम्मा मतदाता यहाँ 30 जानकारी गराइदियो होइन। भनेको यो टोटल के भयो, हाम्रो मतदाताहरू भयो। र यम उम्मेदवार पदको अझ यहाँ मतदाता भन्दा नि हुन्छ है। यम उम्मेदवारको पदको मतदाता चाहिँ नम्बर अफ यम इक्वल टु 15,000। यमलाई अब मतदान गर्ने चाहिँ 15,000 जना छन्। त्यस्तै यन उम्मेदवारको पदको मतदाता चाहिँ कतिजना, नम्बर अफ यन इक्वल टु 12,000 जना छन् होइन। भने चाहिँ दुवै उम्मेदवारको लागि भनेपछि दुवै उम्मेदवारलाई मत हाल्ने चाहिँ उम्मेदवार कतिजना भनेको दुईटालाई हाल्ने भनेपछि त्यसको इन्टरसेक्सन भयो। नम्बर अफ यम इन्टरसेक्सन यन इक्वल टु 2,000 भयो होइन त। भनेपछि अब यही हिसाबलाई हामीले चाहिँ भेन डायग्राममा यसलाई जानकारी गराउनु पर्यो। कसरी गर्ने, एउटा भेन डायग्राम जहिले पनि पेन्सिलले बनाउनुहोस्। यसरी भेन डायग्राम बनाउने र दुईवटा ओभरल्यापिङ सर्कल बनाउने होइन। एउटा सर्कल भनेको तपाईँको नम्बर अफ यम इक्वल टु 15,000 यसलाई राखेको, र अर्को भनेको नम्बर अफ यन इक्वल टु यन भनेको 12,000 जना भयो। र यी दुइटैको बिचको यो भनेको तपाईँको ओभरल्याप भयो होइन। यो भनेको ओभरल्याप भयो। यो ओभरल्याप भनेको चाहिँ के हो, इन्टरसेक्सन हो। इन्टरसेक्सन भनेको हाम्रो कति छ, 2,000 छ। भनेपछि अब यमलाई मात्र भोट हाल्ने कतिजना भयो भने चाहिँ अब यो 15,000बाटै 2,000 घटाउँदा कति आउँछ, 13,000 आयो। भनेको यो चाहिँ नम्बर अफ ओन्ली यम भयो क्या, यो चाहिँ 2,000 भयो होइन। त्यस्तै अब नम्बर अफ ओन्ली यन भनेको चाहिँ हाम्रो कति भयो त, 12,000बाटै 2,000 घटाउँदाखेरि नम्बर अफ ओन्ली भनेको 10,000 आयो होइन त। भनेपछि यो पहिलोको हाम्रो फर्स्टको यो एन्सरको यही नै भयो होइन। त्यस्तै अब दुईमा एन्सर के भनेको छ भने, क्वेसन के भनेको छ, कतिजनाले मत खसालेनन् भनेपछि मत नखसाल्ने कतिजना छन् भनेपछि त्यसलाई अब मत नखसाल्ने भनेको चाहिँ यो दुइटैमै खसाल्ने मत बाहेक भनेपछि यसको युनियनको होल कम्प्लिमेन्ट भन्छ क्या यसलाई चाहिँ। मत नखसाल्ने कतिजना छन्, युनियनको होल कम्प्लिमेन्ट कतिजना छन् चाहिँ मत खसाल्ने। पहिला मतदान पत्ता लगाउँ। मत खसाल्ने भनेको कतिजना, पुरै यो यम, यो भित्रको नम्बर अफ ओन्ली यम प्लस नम्बर अफ ओन्ली यन प्लस नम्बर अफ यम इन्टरसेक्सन यनलाई जोड्यो भने चाहिँ हाम्रो मत खसाल्ने कतिजनाले खसाले त्यति निस्किन्छ है। युनियन निकाल्नु पऱ्यो कि। अब यम मत खसाल्ने भनेको चाहिँ यम युनियन यन भयो, मत नखसाल्ने भनेको चाहिँ यम युनियन यनको होल कम्प्लिमेन्ट भयो होइन त। अब नम्बर अफ यम युनियन यन भनेको चाहिँ हाम्रो खसाल्ने मत कति खसाल्ने भने चाहिँ नम्बर अफ यम 13,000, नम्बर अफ यन प्लस नम्बर अफ यम इन्टरसेक्सन यन, यो फर्मुला भयो हाम्रो। भनेपछि नम्बर अफ ओन्ली यम भनेको चाहिँ कति भयो, 13,000 भयो, प्लस नम्बर अफ ओन्ली यन भनेको 10,000 भयो। हामीले यहाँ निकालेको छ भेन डायग्रामबाट नि हेर्न सकिन्छ। प्लस दुइटैको इन्टरसेक्सन भनेको 2,000 भयो। यो यतिलाई जोड्दाखेरि हाम्रो कति आयो, 25,000 जना आयो भनेपछि हाम्रो यो जम्मा मत खसाल्ने, बुझ्नु है, 25,000 जना मत खसाल्ने भए होइन त। अब मत नखसाल्ने चाहिँ कतिजना भनेपछि यसको
युनियनको होल कम्प्लिमेन्ट निकाल्नु पर्यो भने चाहिँ अब मत नखसाल्ने मतदाताको सङ्ख्या भनेको नम्बर अफ यम युनियन यनको होल कम्प्लिमेन्ट भनेको चाहिँ जम्मा सङ्ख्या हाम्रो कति छ 30,000 छ होइन त नम्बर अफ यु भनेको 30,000बाट यसको मतदाता खसाल्ने कति छन् यन युनियन यन कति छ 25,000 भर्खर निकालेको यो टोटल 30,000बाट अब यो अहिले निकालेको मत खसाल्नेलाई घटाइदिएपछि मत नखसाल्ने निस्किन्छ भनेको 5,000 जना चाहिँ मत नखसाल्ने भयो अरे बुझ्नुभयो भने चाहिँ 5,000 जना चाहिँ हाम्रो एन्सर भयो 2को एन्सर भयो होइन कतिजनाले मत खसालेनन् भनेको छ 5,000 जनाले चाहिँ मत खसाल्ने अनि यहाँ हामीले लेख्न सकिन्छ जम्मा बुझ्नुभयो 5,000 जनाले मत खसालेनन् भनेर एन्सर गर्न सक्छौँ होइन त अनि त्यसपछि अब हाम्रो ट्रिपल आईमा के भनेको छ भने कति मत सदर भयो भनेको भ्यालिड भयो क्या राम्रो भयो मत होइन अब मत भनेको तपाईँको कि यमलाई मात्र हाल्नु पऱ्यो हामीले भोट हाल्दाखेरि कि एउटालाई मात्र हाल्नु पऱ्यो एकैचोटि दुईवटा हाल्न मिलेन भनेको यसमा अब यसैमा कति मत बदर भयो भनेको भए चाहिँ के हुन्थ्यो भने हाम्रो यो 2000 जुन छ नि दुईटैको इन्टरसेक्सन त्यो हुन्छ त्यसको एन्सर चाहिँ किनभने मत बदर हुनु भनेको चाहिँ जस्तै अब हाम्रो जुन भोट हाल्ने चिन्ह हुन्छ नि जस्तै अब हाम्रो विभिन्न राजनीतिक दलहरूको जुन चिन्हहरू छ त्यसमा एउटामा मात्र हाल्नुपर्छ क्या भोट छाप हाल्दाखेरि यदि त्यो झुकिएर दुईटैमा एकैचोटि छाप लाग्यो भने त बदर हुन्छ भनेको मतलब यो दुईटैलाई हालेको चाहिँ के छ 2000 जना भने चाहिँ त्यो चाहिँ बदर भयो क्या हाम्रो भनेपछि अब हामीले सदर चाहिँ निकाल्नु पऱ्यो होइन त सदर निकाल्ने चाहिँ सदर मत भनेको चाहिँ यम उम्मेदवारको मात्र मत भनेको यो यम पुरै छ नि यो यम उम्मेदवार भनेको यो नम्बर अफ यम पनि छ प्लस नम्बर अफ यम इन्टरसेक्सन यम दुइटै छ क्या भनेको यो दुइटैबाट यो यमबाट यो बदर भोट घटाइदिइसकेपछि भनेको नम्बर अफ यमबाट चाहिँ माइनस नम्बर अफ यम इन्टरसेक्सन यनलाई घटाइदिएपछि चाहिँ के हुन्छ नम्बर अफ यम भनेको हाम्रो 15,000 छ होइन 15,000 माइनस यो भनेको 2,000 घटाउँदाखेरि कति आउँछ हाम्रो 13,000 आयो यो नम्बर अफ यन बुझ्नुभयो नम्बर अफ ओन्ली यम प्लस नम्बर अफ ओन्ली यन भनेको नम्बर अफ ओन्ली यन भनेको पुरै नम्बर अफ यनबाट चाहिँ यो इन्टरसेक्सन बदरलाई घटाउने क्या यो बिचको इन्टरसेक्सन भनेको त्यो चाहिँ बदर हो भनेपछि यो पुरै यनबाट यनलाई मात्र हालेको यो यनलाई हाल्ने त्यो 12,000बाट यो दुइटैलाई हालेको बदर भएको मतलब 2,000 इन्टरसेक्सनलाई घटाएपछि यो यनलाई मात्रै हाल्ने आयो भने कि यनलाई मात्र त्यो सदर भयो क्या भनेपछि नम्बर अफ ओन्ली यन भनेको नम्बर अफ ओन्ली यम प्लस नम्बर अफ ओन्ली यनलाई जोडेपछि कति आउँछ 13,000 भयो नम्बर अफ ओन्ली यम भनेको 13,000 भयो प्लस नम्बर अफ ओन्ली यन भनेको 10,000 भयो र यो दुईटा जोड्दा कति आयो 23,000 आयो भने चाहिँ हाम्रो सदर भोट भनेको जम्मा कति आयो 23,000 आयो जुनमा हाले पनि यममा हाले पनि सदर भोट र प्लस यनमा हालेको सदर भोट दुइटै सदर भोटलाई हालेको भोट हालेको चाहिँ कति जान्छन् 23 जान्छन् अब त्यसकारण हामीले के लेख्ने यसरी त्यसकारण जम्मा सदर मत 23,000 जना छन् अथवा भयो भनेर यसरी एन्सर गर्न सकिन्छ भिडियो कस्तो लाग्यो कृपया लाइक सब्स्क्राइब अनि सेयर गर्न नभुल्नुहोला